यो गाइस यो चाहिँ हैन पाइल्सको दबाई अब यो चाहिँ बनमारा पनि भनिन्छ यसलाई। यहाँ हेर्नु होला गाइस मैले भर्खरै पिसेर धुलो भएर बनाइदिसकेँ हैन। तपाईलाई यो बनमारा हो रे त ल्याउनुस् तपाई हेर्नुस् यसरी निकाल्नुपर्छ। यसको चाहिँ झोल कस्तो हुने यसरी निकाल्ने यसको झोल यसको गर्दा चाहिँ छान्नु नपर्ने हुन्छ गाइस। यसरी टक्क लगाएर छान्नुपर्छ के अब यसलाई म थोडा गरिदिन्छु पकाउनु एकछिन नपर्नुस् नपर्नुस् ल बनाउनु ल जादु देखाइदिन्छु कि पानी र ऊ छुट्यो कि छुटेन कलर हेर्नु त यता हेराउनु क्यामेरा सर्ट केमिकल जस्तो बन्छ कि यो चुकादेम बेला स्यावाल दो मलाई अनि यो घोल्दिछु एकदम यस्तो गर्ने गाइस यस्तरी गर्ने अब त्यहाँ देखाउनु देखाउनु पचाउनुमा अनि गाइस यो केमिकल जस्तै बन्यो नि त केमिकल हेर्नु गाइस यसलाई अब यसलाई चाहिँ हाम्रो गाउँले पारामा गरिन्छ अब यसलाई गाउँले पारामा फलाएर लुट्नु जानुहोस् तपाईँ सेट पोल्यो क्या हो अब यता साइडबाट सट्टाउनु यो बोतल हनुमान वीर की बात नहीं पर थाशी थी मम्मी हमसे तो पर थाशी थी राम बांधे महाभारत राम तो खुवाशु पर हमसे खुवाशु नाच्नु गाउँले पारामा त अलि फक्कर बछ कि म केमिकल जति गयो त्यहाँ यहाँ एक बार टक्क गरेपछि सट्टा सक्यो है यस्तो चाहिँ भइराख्नुपर्छ हाम्रो गाउँमा हैन। यस्तो चाहिँ मेरो चाहिँ अब मन्त्र कन्तर यताउतिको लागि गाउँमै छ नि त। ओ शिट ओ माई गॉड के जल्यो यस्तो हैन गाइस यो चाहिँ हुनुपर्छ हामी जाँग्रीले चाहिँ यो हुनुपर्छ चाहिँ हुनुपर्छ। यसको 3 सेट छ के 1 सेट 2 सेट 3 सेट त्यसरी यसरी टक्क भिरेर हिँड्ने हो कि यो चाहिँ खासमा यो चाहिँ पुर्खामा यो चाहिँ हरिणको ओके भयो ओके भइसक्यो अब ओके भइसक्यो।